सो हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। अब सबैजना सन्चै हुनुहुन्छ होला। सो आज चाहिँ हामी चाहिँ जाँदैछौँ काठमाडौँबाट पोखरा। अस्ति हेर्नु भएको थियो होला अस्ति आएको हामी चाहिँ काठमाडौँ। सो आज चाहिँ काठमाडौँदेखि पोखरा अब चाहिँ जानुपर्ने हुन्छ मेरो घर। अनि अहिले चाहिँ बिहान कति बजेको छ? बिहानको बजेको छ 10:30। खासमा हामी 10 बजी निस्किने भनेको तर निस्किन पाएन। मेकअप गर्दा गर्दा आधी घन्टा लस्ट भयो। त्यस्तो चाहिँ होइन गाइस, हाम्रो लाइभमा आएको थियो, तपाईँहरूलाई थाहा नि लाइभमा थिएँ। अनि त्यसपछि अब चाहिँ यहाँबाट हामी कहाँ हिँड्यो? माछा पोखरी गएर माछा पोखरीबाट बसमा जान्छ कि त्यो माइक्रो खै केमा हाइसमा कि खै केमा आइज भन्छ दिदी होइन हाइस भन्ने गाडी हुन्छ त्यसमा आइज भन्थ्यो। सो अहिले चाहिँ माछा पोखरी जान लागेको। अनि ऊ चाहिँ लास्ट त लजाइराख्यो कि के हो ऊ चाहिँ मेरो घर जान लाग्यो त के गर्नु होला सर। म यहाँ ससुरालीमा आएर 1-2 दिन बाद म नर्भस भएको थिएँ त भएन नि। तिमी चाहिँ के गर्नु नर्भस त? के खान नर्भस? सबै मै जस्तो बच्चा थियो अनि त्यो भएर चिप खेल्ने भएर अब ठुल्ठुलो मान्छे हुनुहुन्छ अनि होइन होला। बिहान उठेर केही पनि नखाइकन गएको बाहिर खान बल्ल आनेको अब के हुन्छ फेरि मैले त्यस्तो बाहिर खान हुन्न नि त। तर गाइज अनि कतिजना थाहा थियो नि त मलाई के भएको थियो भनेर। अनि हिजो हस्पिटल गएको सबै कुरा ओके भइसक्यो रहेछ। नाउ आई एम राइट गुड भइसक्यो। अब म जे पनि खाना हुन्छ जे पनि युज गर्नुहुन्छ भन्न मिल्दैन, तर केयर चाहिँ गर्न पर्यो नि। निको चाहिँ भइसक्यो, अब 100% निको भइसक्यो। तर फर्किने चान्स चाहिँ धेरै हुन्छ। गाइज हामी आउन चाहिँ आइयो। कहाँ रह्यो? माइक्रोको पोखरा। अब सिट कहाँ हो? अगाडिको सिट भए मात्र जाने हो। यहाँको दाइ चाहिँ पैसा सार्न जानु हो अहिले गाइस। सबजना जाने हाम्रो यहाँ दाइले पैसा ल्याउनु जानेको पैसा ल्याउनु गएको चाहिँ कहाँ हो? यहाँ त सबै भराल्दो रहेछ यार। पोखरा भन्ने आउने भराल्दो के हो यार? पैसा दिन जानुभयो अनि होइन होला 600 हाम्रो यहाँ खुयो रिसाएर तनाव छ। किन रिसा गरिदिनु? होइन भर्खर हाम्रो पैसा यति टिकटै काटेको हो नि त फेरि हामीले नानी। यतिको माइक्रोमा चढेको टिकटमै चढेको। 600 रुपियाँमा लान्छु भन्दै भोलि त 780 लगेज गरे 780 एकजना मान्छे बराबर। त्यसपछि गाइज हामीले दिदीलाई फोन गरेर लगेज हरायो भने लगेज हरायो भने त्यो इन्सुरेन्स तिरेको लगेज हरायो भने यताउता भयो भने चाहिँ उनीहरूले जति त्यहाँभित्र सामान छ त्यो सबै पैसा बिहोर्छ अरे क्या। उयो अगाडिको यो हो त्यसमा जानु लाग्यो। त्यही पनि अगाडिको सिट 2टा। हामी चाहिँ माइक्रोमा चढिसक्यौँ। पोखरा गइहाल्ने हो भनेर काँदै कस्तो लाग्यो? यो जस्तो जग्गा नानी अल्छी हानी अल्छी। हामी चाहिँ थानकोटबाट पनि निस्किसक्यौँ होइन? यस न उनीलाई बाटो थाहा छ न मलाई बाटो थाहा छ। त्यसले अझ पुरा भ्लग बनाउँदै यो ठाउँ भन्दाखेरि थाहा चाहिँ केही छैन। म त काठमाडौँमा 2 चोटि एकचोटि जाँदा एकचोटि आउँदा 4 चोटि भयो। खुयु के भयो? खुयु ओइ गाडी लाग्यो यस्तै हुन्छ। यसलाई त गाडी लाग्यो अरे। हामी हामी चाहिँ खाजा खाने ठाउँमा आइसक्यो। खुयुलाई चाहिँ गाडी लाग्यो अरे। उल्टी चाहिँ गरेको छैन। चरो खानु मन लाग्यो। खाना खाने भोलि बिहान केही खाएको छैन। हामीले चाहिँ आयौँ होइन टेबलमा बस्यौँ। मैले टेबल सफा कि छैन मैले हेरेन पुरा त यहाँ त एकचोटि देख्नु त पुरा मेरो पर्स जुठो रहेछ कि यहाँ तल सबै जुठो रहेछ। हाम्रो चाहिँ खाना चाहिँ आइसक्यो तर हल्ला चाहिँ लास्टै हल्ला है डिस्टर्ब भयो। सरी। अब खाऊ मजाले पचाऊ मजाले खाऊ। ठेसा अब ठेसा अलिक ग्याम दिनुपर्छ त्यहाँपछि हिँड्नुपर्छ। खाना थपी पेट पूजा भयो। अब डम्मा भइयो 2 चोटि थपी खाएर अब त फाइनली सकियो खाएर पनि पेट डम्मा भयो। 2 चोटि थपी पेट पूजा भयो। ऊ भन्दा अलिकति बढी खाएँ मैले। यस्तो छ हाम्रो पेट डराम भयो मेरो त कस्तो। आमा के साह्रो गर्मी हो।
यो गर्मीमा त मरिन्छ क्या खुयो लास्टै भइसक्यो पसिनाले टडाट भइसक्यो यो क्या यसले यति खान्छ नि झ्याउै लाउँछ मलाई फेरि किन्दै झ्याउै लाउने गर्छ अनि क्या खाने र ऊ माछा खाइस् त माछा खानुपर्छ क्या ऊ के त सुकाएको बनाएको माछा केही नखाने भयो छोड्दै त्यहाँ गएर चिसो पानी किन अन्त चिसो पानी खाएर सक्यो अनि चाहिँ हामी कहाँ अरे मलेक कहाँ हो यो खै थाहा छैन मलेको रहेछ मलेको हाम्री खुयो आज यति राम्री भएर हिँडिन् यति राम्री गाइस गाडीभित्र नि चेकिङ चेकिङ हुँदैछ यहाँ त यस्तो पो चेकिङ हुँदैछ पुरा गाडीभित्र यस्तो कपाल पाल्न नपाइन्थ्यो कपाल पालेपछि चेकिङ अरे कस्तो दामी डेन्जर रुल्स कपाल पाल्यो चेकिङ हाम्रो लास्टमा भयो एउटा दाजुले चेक गर्दैछ कहाँ हो अरे म पोखरा भेट्छौँ भइरहेछ के छ खबर यो हाम्रो दिदी मोटी यही हो मोटी अलिअलि पातले भएपछि के छ खबर हामी त फाइनली आइसक्यौँ पानीले रुच्यो यी पोखरामा त ठुलो पानी पर्दो रहेछ पानी अझै पनि मजा चाहिँ आयो गाडीमा पानी परेको बेला भएर तर पनि रुच्यो हाम्रो दिदी मेन साहबले एउटा मात्र छाता आफूले मात्र ठिक्क पारेर ल्याइन् हामीलाई ल्याइन् हामीलाई ल्याउन आइकिन अरे छाता छैन छाता छैन त्यहाँबाट पानीमा भिज्यो रुवा लाउँछ भोलिको भ्लगमा तपाईँहरूले देख्नुहुन्छ मलाई रुवा लाएर स्याक गरेको हाम्रो यता साथी यो बस त्यही अब घर पुग्नु लाग्यो अब एकछिनमा पुगिन्छ अलि बेलुका कति बजी 7 बज्यो क्या 6:30 भयो 6:30 बजे बिहान 11 बजी हिँडेको अब 6:30 बजे बल्ल घर त्यो लगेज मात्रै उचाल्न हुँदा पानी परेर उचालेको हात दुख्यो गाह्रो छ मलाई गाह्रो छ माइ गड घर आइसक्यौँ हाम्रो घर यहाँ हो यी यता कान्छी त्यहाँ हिँड्नु कस्तो क्लियरै नआएको यता म क्लियर आएको खै तिमी कस्तो आइक्यौ सागत नराम्रो आइक्यो यो त कतिको पैसा ट्याक्सी चाहिँ लास्टै महँगो हुँदो रहेछ गर्दैछ नि यहाँ हिसाब किताब र पिसाब क्लियर हुनुपर्छ लगेज यहाँ फाल्दैछ नि फेरि पैसा यहाँ म घर आइसकेँ हाम्रो प्यारी आमालाई यहाँ भेट्टाइयो आमा नमस्ते भन्नु आमा नमस्ते आशीर्वाद छ सबैलाई प्यारी हुनुहुन्छ क्या हाम्रो यहाँ घर आइयो अब लुगा सुगा चेन्ज गर्नुपर्छ खानासाना खानुपर्छ रेस्ट गर्नुपर्छ फेरि भोलि भेटौँला आजको लागि यति नै होइन यता लजाएर गाह्रो मानेर अप्ठ्यारो मानि केही मान्न पर्दैन त्यही हो